यो सुरुङ्गाको के वन भयो यो कन्काई नगरपालिका यो भाइ हाम्रो सुकिडाई सामुदायिक वन। भाइको शुभ नाम? मेरो एकराज तिवारी खत्री। एकराज तिवारी खत्री भाइ हुनुहुन्छ। हामी अहिले यो सामुदायिक वनको चाहिँ गस्तीमा छौँ। गस्ती नम्बर 11 भन्दै हुनुहुन्छ भाइ। यहाँ हाम्रो एकदमै वयोवृद्ध 84 बुवा हुनुहुन्छ। उहाँलाई एकछिन हिँडाइयो। अब उहाँ घरतिर लाग्दै हुनुहुन्छ। हामी चाहिँ गस्ती निरन्तर अगाडि बढ्दैछौँ। हामीसँग अहिले यो टोलीमा कति 18 जना छौँ। यो 11 गते चाहिँ 11 बजे प्रत्येक महिनाको 11 गते 11 बजे गस्ती 4 बजेसम्म घुम्छौँ। 4 बजेसम्म घुम्छौँ भन्दै हुनुहुन्छ। यहाँ ल यो भिडियो गर्नलाई मैले भाइलाई दिएँ। ल उहाँ हुनुहुन्छ भोजपुर जिल्ला सडानन्द नगरपालिका दिङलाबाट आएर चाहिँ आज हाम्रो 11 नम्बरको गस्ती टोलीलाई चाहिँ इन्द्रप्रसाद चापागाईको ठाउँमा चाहिँ उहाँ आएर उहाँको गस्तीको पूर्ण रूप चाहिँ उहाँले दिइरहनु भएको छ। यो चाहिँ उहाँलाई अब आज एउटा नौलो अनुभव पनि भइरहेको महसुस भइरहेछ। यो माथिको डाँडा देखिने चाहिँ झन्डी चुल्ली डाँडा भन्छ। त्यहाँ चाहिँ झन्डा देखिन्छ। लगभग यसबाट चाहिँ नआउन सक्छ। यो चाहिँ कन्काई नगरपालिका अड्नाउँदै सुकेडाङ्गी सामुदायिक वनको 11 नम्बर गस्ती टोलीहरूमा हामी कोही टोलीहरू चाहिँ निकै माथि पुगिसक्नु भएको छ भने कोही पछाडि हुनुहुन्छ। म चाहिँ बिचबाट उहाँलाई चाहिँ यो भिडियो बनाउन सपोर्ट गरिरहेको छु। यतापट्टि चाहिँ हुनुहुन्छ उहाँ 5 थरबाट चाहिँ आउनुभएको हो। उहाँ आउनुभएको 2-3 वर्ष भयो यता ताप्लेजुङ। अनि त्यसपछि उहाँ हुनुहुन्छ कुमारी गुरुङ। उहाँ इलामबाट ममैबाट हुनुहुन्छ उहाँ चाहिँ। अनि त्यसपछि भोजपुर उहाँ हुनुहुन्छ सुरुङ्गाबाट आउनुभएको। उहाँ रातो लाउने यतापट्टिको चाहिँ सुरुङ्गाबाट आउनुभएको। त्यहाँदेखि यतापट्टि चाहिँ मेन सचिवको चाहिँ वाइफ हुनुहुन्छ उहाँ। त्यहाँदेखि उतापट्टि अगाडिको पुरानो कपडा लगाएर चाहिँ एकदम राम्रो सजिएर हिँड्नुभएको चाहिँ हाम्रो संयोजकज्यू हुनुहुन्छ। उहाँले चाहिँ यो ग्रुपलाई कसरी लिड गर्ने भन्ने कुराहरू उहाँले प्लान गर्नुहुन्छ। कता लाने गस्ती टोली, कसरी गस्ती गर्ने, कसरी सिकारीहरूलाई पक्रिन सकिन्छ भन्ने खालको प्लान उहाँले गर्नुहुन्छ। उहाँको कुराहरूलाई चाहिँ हामी फलो गर्छौँ। त्यसपछि उहाँ हुनुहुन्छ तारा। उहाँको श्रीमान चाहिँ दुबईमा हुनुहुन्छ। त्यसपछि हुनुहुन्छ उहाँ साम्बा भण्डारी। उहाँ चाहिँ खेलाडी हुनुहुन्छ। यो राष्ट्रिय टिमको फुटबलर नै हो। उहाँ युनिसेफको चाहिँ भेस्ट लाउनु भएको छ उहाँ साम्बाले। उहाँ माथि फुटबलर हो उहाँ। उहाँले केस पनि त्यस्तै आर्मी कटिङको काट्नु भएको छ। यता यसरी हेर्न मान्नु भएको छैन। अनि मैले चाहिँ यो चाहिँ उहाँको युट्युब च्यानल अभियान्ता भन्ने युट्युब च्यानलबाट प्रसारण हुन्छ। उहाँलाई चाहिँ मैले यो भिडियो बनाउन थोरै सपोर्ट मात्रै गरे हो। हामी त्यति धेरै लामो झ्याउ लाग्ने बोर लाग्ने खालको भिडियो पनि बनाउँदैनौँ। छोटो छोटो क्लिपमा बनाउँछौँ। अहिले हामी पुस्ट गर्छौँ। ल यता हेर्नु पर्यो। यो हाम्रो सुकिडाङ्गी सामुदायिक वनको कहिलेदेखि चाहिँ स्थापना भएर कहिलेदेखि चाहिँ यो गस्ती सञ्चालन भएको तपाईँले आफूले जाने बुझेसम्म चाहिँ भनिदिनु पर्यो। यो 2052 सालदेखि सञ्चालन भएर आएको हो। अहिलेसम्म हुँदै छ त्यस्तै। 2052 भनेपछि अहिले 82 साल 82 भयो भनेपछि 30 वर्ष 30 वर्षको उहाँ 30 वर्ष लगभग 30 वर्ष अगाडि चाहिँ म जस्तै जमाना हुनुहुन्थ्यो है। फेरि अब 30 वर्ष पछाडि चाहिँ ठ्याक्कै म उहाँ जस्तै हुन्छु। उहाँहरू पनि म जस्तै हुनुहुन्थ्यो 30 वर्ष अगाडि। अब मेरो फेरि 30 वर्ष पछाडि यस्तै हो त। हाल केस फुलिहाल्छ। लगभग यो एरियाको क्षेत्रफल लगभग हामीले ठ्याक्कै एकिङ जानकारी छैन। 34 वर्ग स्क्वायर भनेको छ। त्यस्तै नै हो ठ्याक्कै। यसको त्यति ठुलो त छैन। 34 कि होला समथिङ हामीले जानकारी पाए अनुसारको। हाम्रो पूर्वको सिमाना चाहिँ कुन सामुदायिक वनसँग र पश्चिमको चाहिँ कुन सामुदायिक वनसँग चाहिँ जोडिएको छ भनेर उहाँले भन्नुहुन्छ। हाम्रो चाहिँ यहाँको संस्थापक अध्यक्ष नै उहाँ हो। अब जस्तै सिमसार क्षेत्र र यता सुकेदाङ्गी सामुदायिक वन क्षेत्र जोडिएको छ। जोडिएको छ। हजुर
यहाँ चाहिँ वन्यजन्तुहरू चाहिँ बँदेल मृगहरू पाइन्छ। अब यहाँ रातभरि शिकार गर्नेले सके पनि हामीले चाहिँ पाइलाहरू भेटाइरहेको छौँ। यी बँदेलको पाइलाहरू हेर्नु न। अघिल्लो गस्ती टोलीले यहाँ बँदेलको पाइलाहरू भेटायो। यहाँ यो 2-4 हप्ता अगाडि चाहिँ संयोजक उहाँ हुनुहुन्थ्यो नरेन्द्र गुरुङ। यहाँ एकदम खतरा चलखेल गर्ने यो समूहलाई चलायमान बनाउने खतरा चाहिँ उहाँ हुनुहुन्छ। सोल्टी अगाडिको उहाँ हुनुहुन्छ मेघराज पौडेलज्यू। उहाँ भर्खर विदेशबाट डलर कमाएर आउनुभएको यहाँ हुनुहुन्छ। बोट बिरुवाहरू चाहिँ के छ? यहाँ चाहिँ खयर सखुवा यो बँदेलको पाइला हेर्नु न। अब यो काठमाडौँमा देखियो भने के होला यो बँदेलको पाइला होइन? यहाँबाट जङ्गल पसिगएछ हेर्नु। यहाँ अब यस्तो डरलाग्दो ठाउँहरू छ र पनि हामी यस्तो गाउँभरिका मान्छे ग्रुप गरेर आफ्नो जङ्गललाई बचाउ गरिरहेछौँ। अब यहाँ सुरुङ्गाबाट आउनुहुने हुनुहुन्छ हाम्रो सुविधार साहबको वाइफ हुनुहुन्छ। उहाँले 2-4 कुरा भन्नुहुन्छ होला हौ यहाँ सुरुङ्गा बजारको बारेमा। त बजारै बस्ने मान्छे हो नि त। उहाँ चाहिँ हाम्रो नेपाली सेनाको सुविधार साहबको वाइफ हुनुहुन्छ। उहाँ सुरुङ्गा बजारदेखि आएर पनि यहाँ गस्ती गरिरहनु भएको छ। हाम्रो जङ्गललाई यति माया गर्नुभएको छ कुरै नगरौँ। यी विदेशबाट आएको भोलिपल्ट यसरी आउनुहुन्छ।